आज हामी आएका छौँ मौलिक घरमा। यो बजार एभरेस्ट होटेलको पछाडिपट्टि अवस्थित छ। यहाँ अनाम नगर तर्फबाट पनि आउन सकिन्छ भने बानेश्वर तर्फबाट पनि सजिलै पुग्न सकिन्छ। अब हामी छिर्दैछौँ मौलिक बजार भित्र। प्रवेशसँगै विभिन्न स्थानीय उत्पादनका स्टलहरूले हाम्रो ध्यान खिच्छन्। यहाँ नेपाली पहिचान झल्काउने ढाका कपडा, ढाका टोपी तथा अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। घरेलु अचारदेखि शुद्ध मह, स्थानीय आटा, पिठो तथा विभिन्न गेडागुडीसम्म सबै उत्पादनहरू किसान र उद्यमीहरूकै हातबाट सिधै उपभोक्तासम्म पुगिरहेका छन्। हरेक शनिबार बिहानैदेखि दिउँसो 12 बजेसम्म सञ्चालन हुने यस बजारमा स्थानीय उत्पादनप्रति रुचि राख्ने धेरै उपभोक्ताहरूको उपस्थिति रहेको पाइन्छ। यसको डेट कति छ? यो 1 वर्षको हुन्छ सर। जुनार यो पनि 1 वर्षै हो। 1 वर्ष यो सबै चिज डेट जति यो टेस्ट गराउनु भएको नि? जस्तै त गरे याद गराए। कहिलेकाहीँ विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू त्यहाँ पुग्ने गर्नुहुन्छ। आज इलामको माननीय संसदज्यूले पनि बजारको अवलोकन गर्दै आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। र हामीले यसलाई चाहिँ अहिले जहाँ गए पनि मलाई दिनमा चाहिँ यसको मैठाकोबाट 15-20 वटा साथी पठाइदिनुहुन्छ क्या। यो एउटा काम चाहिँ राम्रो भयो भनेर होइन, नयाँ त होइन तर लोप भएको कुरालाई हाम्रो जग्गामा चाहिँ बढाएर यसलाई चाहिँ बजारमा ल्याउने काम गरियो। उत्पादन मात्र होइन, यहाँ विभिन्न स्थानीय परिकारहरूको स्वाद लिन पनि पाइन्छ। भक्का जस्ता परिकारले बजारलाई अझ आकर्षक बनाएका छन्। हामीलाई विशेष गर्व लाग्यो वालिङ नगरपालिकाको स्टल देख्दा। वालिङ नगरपालिकाको सहकार्यमा वालिङ क्षेत्रका विभिन्न उत्पादनहरू आकर्षक प्याकेजिङ सहित यहाँ प्रदर्शनमा राखिएका छन्। खरिदारी र स्वादसँगै यहाँ रमाइला फोटो खिच्नको लागि विशेष फोटो स्ट्यान्डको व्यवस्था पनि गरिएको छ। स्थानीय किसान, साना उद्यमी र उपभोक्ता बीचको सम्बन्धलाई अझ बलियो बनाउने यस्तो मौलिक बजार वास्तवमै प्रशंसनीय छन्। यदि तपाईँ पनि स्थानीय उत्पादनलाई माया गर्नुहुन्छ भने आउँदो शनिबार मौलिक बजारमा अवश्य पुग्नुहोस्।